यहाँहरु सम्पूर्णमा नमस्कार। मेरो नाम प्रवीण कटवाल। म यस सुप्रिम टेक्नोलोजी एन्ड ट्रेनिङ सेन्टर शाखा कार्यालय दुधौलीको चाहिँ शाखा प्रमुख। हाम्रो यस कार्यालयको पुरानो लोकेसन चाहिँ दुधौली बजारमा अवस्थित थियो। अहिले हाल यस दुधौलीकै सालगारी खोरबन्ज्याङ चौकबाट 120 मिटर भित्र सरेको छ। यो नयाँ लोकेसन यहाँहरुलाई मैले जानकारी गराएँ। हाम्रो यस कम्प्युटर तालिम केन्द्रमा चाहिँ तपाईहरुले विभिन्न कक्षाहरु लिन सक्नुहुन्छ। जस्तै कम्प्युटरको कोर्सहरु, एडभान्स अफिस प्याकेज कोर्स भयो, त्यसैगरी लिएर गएर डिप्लोमा इन कम्प्युटर एप्लिकेसन कोर्स, डिजिटल मार्केटिङ कोर्स, ग्राफिक डिजाइनका कोर्सहरु, वेब पेज डिजाइनका कोर्सहरु, त्यसैगरी प्रोग्रामिङ ल्याङ्ग्वेज, कम्प्युटर अपरेटर, साथै हाम्रो यस ट्रेनिङ सेन्टरमा चाहिँ ल्याङ्ग्वेजको क्लासहरु हुन्छ, ट्युसन क्लासहरु हुन्छ। अनि अब एसएलसी एसई को समयमा ब्रिज कोर्सहरुको क्लास पनि हामी यस ट्रेनिङ सेन्टरबाट दिइरहेका छौं। कम्प्युटर शिक्षा चाहिँ अहिलेको युगमा किन आवश्यकता छ भन्ने कुरा चाहिँ बुझ्न जरुरी छ। अहिले सामान्यतया पढाइ, व्यापार, बैंक सरकारी सेवा, मनोरञ्जन लगायतका विभिन्न क्षेत्रहरुमा कम्प्युटर निर्भर एकदमै आवश्यकता भइसकेको छ। अहिले डिजिटल युगमा कम्प्युटर नजान्ने व्यक्ति चाहिँ अशिक्षित जस्तै भइसकेको छ। अहिलेको अवस्थामा हामीले कम्प्युटर सिक्न चाहिँ एकदमै महत्त्वपूर्ण रूपमा अहिलेको डिजिटल युगलाई चाहिँ कम्प्युटरको रूपमा लिएको छ। अब सामान्यतया भन्ने हो भने रोजगारीका सबै ढोकाहरू चाहिँ कम्प्युटरबाटै खुल्छन्। अब अहिले कुनै पनि अफिसमा होस्, बैंकमा, सरकारी कार्यालयमा, शिक्षाका क्षेत्रहरुमा कम्प्युटर बिना कुनै पनि काम गर्न सम्भव छैन। त्यसैले अब कस्तो व्यक्तिले चाहिँ अहिले जागिर खान्छ, कस्तो व्यक्तिले चाहिँ आफ्नो भविष्य बनाउन सक्छ भन्दाखेरि चाहिँ एउटा कम्प्युटरमा सामान्य पनि वर्ड, एक्सेल, इमेल, इन्टरनेट, अनलाइनको कुराहरु भयो, डिजिटल कम्युनिकेसनका कुराहरु भयो, यी सबै जानेका व्यक्तिले मात्रै सजिलै जागिर पाउन सक्दछन्। हामीलाई आत्मनिर्भर बनाउनलाई चाहिँ सिप चाहिन्छ। सिप नै रोजगारीको एउटा चाबी हो। त्यो चाबी बनाउने काम चाहिँ कम्प्युटरले निर्माण गर्दछ। कम्प्युटर सिप सिकिसकेपछि मात्रै त्यो रोजगार निर्माण गर्न सकिन्छ। अब हामीले भन्नु पर्दाखेरि पढाइ र सिकाइमा अपरिहार्य रूपमा यस कम्प्युटरलाई लिएको छ। विद्यार्थीहरूले रिपोर्ट बनाउँदा भयो, प्रोजेक्ट बनाउँदा भयो, प्रेजेन्टेसन वा रिसर्च गर्न कम्प्युटर आवश्यकता छ। अनलाइन क्लास, डिजिटल लर्निङ र यी पाठ्यक्रम सबै कम्प्युटरमा आधारित छन्। एउटा कम्प्युटर सिप सिकिसकेपछि आफूले घरबाट नै काम गर्न सकिन्छ। अब के काम गर्न सकिन्छ भन्ने कुरा चाहिँ हामीले बुझ्नु पर्यो। ग्राफिक डिजाइन, फोटो एडिटिङ, टाइपिङ, हैन, एडिटिङको काम भयो, डाटा एन्ट्रीको काम भयो, डिजिटल मार्केटिङ, युट्युब लगायत आदि क्षेत्रहरुको काम चाहिँ हामीले कम्प्युटर सिप सिकिसकेपछि गर्न सक्छौं। अब विश्वसँग जोड्नको लागि कम्प्युटरको माध्यमबाट मात्रै सम्भव छ। हामीले अहिले विश्वलाई हेर्ने भने एउटा सानो दायराको रूपमा, एउटा कम्प्युटरको रूपमा कम्प्युटरले चाहिँ हामीले त्यो विश्वलाई खुम्च्याएको छ। सामान्यतया अब हामीले यहाँबाट जुनसुकै विश्वको कुना-कुनामा भएका डाटाहरु रिसर्च गर्नको लागि भयो, विश्वलाई हेर्नको लागि भयो, हामीले एउटा कम्प्युटरले चाहिँ हामीलाई सहज बनाएको छ। पहिले एक ठाउँबाट अर्को ठाउँमा जानको लागि, चिठी पठाउनको लागि एउटा अहिले त्यो काम चाहिँ हामीले इमेल मार्फत एकैछिनमा पठाउन सक्छौं। जुनसुकै विश्वमा भएका घटनाहरु एकैछिनमा थाहा पाउन सक्छौं। त्यो माध्यम भनेको चाहिँ हाम्रो कम्प्युटर हो है। त्यसैले अब हामीले विश्वसँग जोड्नका लागि चाहिँ एउटा कम्प्युटरको माध्यम प्रयोग गरिसकेपछि अब त्यो कम्प्युटर सिक्नलाई कति आवश्यकता छ भन्ने कुरा चाहिँ यहाँहरुले बुझ्न जरुरी छ। कम्प्युटरले विश्वको हरेक कुनाबाट जानकारी र अवसर ल्याउँछ। यसले भाषा, संस्कृति र प्रविधि सबैसँग जोड्ने पुलको काम गर्दछ। अब एउटा ट्रेनरको रूपमा ट्रेनरले भन्दाखेरि अब कम्प्युटर के हो भन्ने कुरा भन्दै गर्दाखेरि आज कम्प्युटर सिक्नु भनेको चाहिँ आफ्नो भविष्यमा लगानी गर्नु हो। तपाईले आज सिक्नु भएको सिप चाहिँ तपाईलाई त्यो भविष्यमा एउटा सफल व्यक्ति बनाउनको लागि, तपाईलाई एउटा सेल्फ मोटिभेट, म चाहिँ केही काम गर्न सक्छु, म आत्मनिर्भर रहन सक्छु, मैले चाहिँ यो काम गर्न सक्छु भन्ने बन्नको लागि, तपाईलाई आफूलाई सेल्फ मोटिभेटमा लिएर जानको लागि चाहिँ कम्प्युटर एक अत्यावश्यक
सिपको रूपमा अहिले हामीले यसलाई लिएका छौँ, बुझ्न जरुरी छ। त्यसैले हामीले अहिले कम्प्युटर सिप सिकेनौँ भने भोलि भविष्यमा प्रतिस्पर्धामा पछि पर्नेछौँ। त्यसैले सम्पूर्णमा के भन्न चाहन्छु भने तपाईले जो जहाँबाट हेरिरहनु भएको छ, तपाईलाई जहाँ आफ्नो पाएक पर्छ त्यहाँनेरि जानुस्, कम्प्युटर सिप शिक्षा लिनुस्। दुधोली र कटारीको कुनै एरियामा हुनुहुन्छ भने हाम्रो सुप्रिम टेक्नोलोजी एन्ड ट्रेनिङ सेन्टरको संस्थामा तपाईहरु आउन सक्नुहुन्छ र तपाईले आफूले सिक्न चाहेको कोर्सहरू यहाँबाट तपाईले शिक्षा लिन सक्नुहुन्छ। यिनीहरुमा सुप्रिम टेक्नोलोजी एन्ड ट्रेनिङ सेन्टरमा यहाँहरुलाई फेरि पनि हार्दिक स्वागत छ र अहिले जसरी साथ दिइरहनु भएको छ त्यही साथको अपेक्षा राख्दछौं र जस तपाईहरुको सेवामा यस सुप्रिम टेक्नोलोजी एन्ड ट्रेनिङ सेन्टर सधैँ समर्पित रहनेछ भन्दै मेरो भनाइ यही राख्न चाहन्छु, यही टुङ्ग्याउन चाहन्छु। हस्त, धन्यवाद।